अब अडाइदे राजु भाइ तेरी क्या यसो रफ्तार हान्ने हुन्छ नि भुटेको साग जस्तो भएर नि हुन्छ अनि भर्खरै हामी झन्डै लडेको हैन एकदम अवस्था नाजुक छ खोलाको साइड घर होला कि बरु तत्तियो नि त खोलाले उस गर्दा हावा त हल्का फुल्का चलिरहन्छ एकदम बनाएपछि त अनि कहाँ त त्यो घामै तल पर्न पाएन होला बल्ल त पर्दैछ घाम मिर्के हावाको लहरसँगै एउटा त उसा भनेको होइन करा भनेको उडिरहन मन भो एउटा के करा भनेको होइन भाइ कता जानु भएको छ त नि मान्छे त्यो त्यहीको मान्छेले एउटाले साइलेन्सर निकालेर चलाउँछ अरे क्या ल हिँड्नु हामीलाई कुरिराख्नु भएको अवस्था थियो तर हामीलाई चढ्न सक्ने आँट आएन हिउँले हान्छ हो स्वागत एकछिन रोकियो भने त भेटियो क्या बसौँ गुरुजी अवस्था यस्तो छ एकदम मनमोहक मनै लोभ्याउने बाटो हेर्नुहोस् भयो मास्टर भयो नि त यहाँसम्म चिलो यहाँसम्म नेपाल सरकारको के भन्छ अरे त्यसलाई ध्यान जाओस् बाटो विस्तार गरिदिनु पर्यो खोलामा त अझै यहीसँग त यार आइयो पुल पिसेर पुल गाड्छ नि तल अब पुल त धुन त पर्यो नि खोला अनि त नानो होला सायद पुल पुस म पुल पुस्न जान्छु अब हाम्रो अवस्था यस्तो छ उहाँ हिँड्नुभयो तर पुलमा हालत खराब छ ए पह अब ठिक छ र होला जानु यहाँ खोलैमा नि जाऊँ बचेको तपाईँले यसो बचेका पुस्दै आए एकदम अडाउनु पर्छ है
बस दिल को सुकून मिल गया। अब 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 अडाइदे राजु भाइ तेरी क्या यसो रफ्तार हान्ने हुन्छ नि भुटेको साग जस्तो भएर नि हुन्छ अनि